आयो हाम्रो पहाडको हिरो। अहिले चाहिँ हामी जङ्गलमा टिममा बोक्न आइरहेको छौँ। अहिले चाहिँ यो जङ्गलको बाटो यस्तो खराब छ। अब यस्तो बाटोमा अब लोड गाडी झार्दैछौँ हामीले। यस्तो ओह्रालो हो बाटो नि, चिप्लो हो। यस्तो हो बाटो खतरा, खोलाको बाटो अझ त्यहाँ ढुङ्गा अझ के हुने थाहा छैन अगाडि। त्यही पनि अब ठिकै छ। हाम्रो गाडी नि अब आउँदैछ माथिबाट। गाइज अहिले चाहिँ हामी नवलपुर गैँडाकोट 14 भागर भन्ने ठाउँमा छौँ है ल। अनि भागर योभन्दा माथि चाहिँ हाम्रो हुर्चिल भन्ने डाँडा एउटा होइन, ठुलो डाँडा। अनि त्यहाँबाट चाहिँ पुरै हिमालहरू देखिन्छ, बवाल छ गाउँहरू पनि। अनि हाम्रो फाइनल्ली गाउँ चाहिँ यता तलतिर हो, यता कता तल यस्तो बवाल देखेको होला भ्यू पनि। खासै कुहिरो लाएर चाहिँ देखिएन। हाम्रो चाहिँ हो यो ठ्याक्क हो यो डाँडा ठ्याक्क उतापट्टि हाम्रो घरहरू हो। यो चाहिँ भागर भन्ने ठाउँ पर्छ। अहिले चाहिँ हामी यहाँ खोलाको बाटो हेर्नुहोस्। अब खोलाको बाटो नि यस्तो हेर्नुहोस् साथीहरू, हामी खोलाको बाटो अब यस्तो ढुङ्गाको बाटो पनि नयाँ। अब ट्र्याक्टर अब यहाँबाट आउने क्रममा लगाइरहेको छ ट्र्याक्टर। अब हाम्रो ट्र्याक्टर यहाँबाट आइरहेको छ, हाम्रो फुल टिप लिएर यसरी आउँछ अब हाम्रो ट्र्याक्टर। यसरी आउँछ हाम्रो ट्र्याक्टर, फुल लोड लिएर हाम्रो ट्र्याक्टर यसरी आउँछ। ल हेर्नुहोस् साथीहरू, यस्तो गाह्रो हो हेर्नुहोस्। ल जे भए पनि अब राम्रोसँग आउँछ। प्रयास जारी, राम्रो प्रयास गर्नुभएको छ हाम्रो सन्तोष दाइले। राम्रोसँग प्रयास गरेर लिएर जानुभएको छ। अब राम्रै छ। एकदम यहाँ खस्न लागेको छ, त्यसलाई अहिले मैले माथि सारिदिन्छु। पहिला ट्र्याक्टरसम्म बाटोमा लिएर जाऊँ। अब त्यसलाई चाहिँ अहिले म हल्का माथि उता सारिदिन्छु। ल अब यहाँ खोलाबाट चाहिँ हल्का गाह्रो बाटो हो, त्यो चाहिँ हल्का गाह्रो थियो। अनि त्यो चाहिँ कट्यो फाइनल्ली होइन। यहाँनिर यसलाई चाहिँ हल्का भित्र सारिदिउँ भनेको। निस्केको गरेन त के यस्तो पुरै हामी चाहिँ खेतको बाटो आएको हो अहिले होइन। अनि तान्न त यता चाहिँ पुरै केरागारी छ गाइस। ल हेर्नुहोस् यस्तो बवाल हेलमेट छ त्यहाँ, रातो हेलमेट कालो हेलमेट दुइटै हो। यहाँ चाहिँ केराघारी हो यहाँ। यस्तो बवाल तिनवटा रहेछ हेलमेट त लाउन। ल हेलमेट हेर्नु त्यहाँ एउटा, अर्को त्यहाँ एउटा, अर्को चाहिँ यहाँ एउटा, तिनवटा यहाँ हेलमेट केराघारीमा किनेर राखेको थियो। मान्छे जस्तो बनाएर राखेको होला सायद। गाइस यस्तरी लिएर आएको छौँ हामीले होइन यहाँ। अनि यो चाहिँ ल तलपट्टिको गाउँ हो गाइस। यहाँ चाहिँ अलिकति अँध्रो भएर उस भइरहेको छ। अब हाम्रो ट्र्याक्टर चाहिँ रनिङमा फास्ट हुँदैछ। रनिङ फास्ट टु गो टु म्याच, स्लिक्स लाग्नको लागि।